हो हुन पनि हामीले हिजोको दिनमा अगाडि आएर बोल्न सक्दैनथ्यौँ, आफ्नो परिचय दिन सक्दैनथ्यौँ, खुलेर बोल्न सक्ने हामीसँग त्यो खालको अभ्यास थिएन। तर इजिटक्समा आएर हामी आफ्ना मनमा लागेको कुराहरू, आफ्ना प्रस्तुतिहरू मास र समाज कार्यक्रममा आएर पस्किन सक्ने पर्खर वक्ता हुने प्रयास गर्दैछु। यतिसम्म चाहिँ हामी हिजो बोल्न नसक्ने मान्छे आएर तपाईँहरूको अगाडि कोही कार्यक्रमको अगाडि बोल्न सक्ने भएका छौँ। यो नै सबभन्दा म त मेरो तर्फबाट उपलब्धिमूलक मान्दछु। त्यस कारणले गर्दा म फेरि पनि हाम्रा आदरणीय गुरुजीहरूलाई धन्यवाद दिन चाहन्छु र अरू साथीहरूलाई पनि यहाँ आएर यसरी हामी जस्तै बोल्न सक्ने हुनुहोस् भनेर अरूभन्दा राम्रो छ भन्ने सल्लाह पनि दिन चाहन्छु। त्यस कारणले गर्दा अहिलेसम्म जति सिकेका जानेका कुराहरू छौँ यो एउटा मैले अवसरको लिएको छु। यो अवसर प्रदान गर्नुहुने हाम्रा आदरणीय गुरुजीलाई फेरि पनि धन्यवाद दिन चाहन्छु।